स्टार्ट भइसक्यो है। अब टिका लाउनु चाहिँ बराले लगाइदिनु हुँदैछ। सन्देश दाउ क्यामेराम्यान एकदम यहाँ आइफोन म्यान आइफोन म्यान। अब चाहिँ हाम्रो क्यामेराम्यान सुन त अघि हिँडिसके पर छ। हामी अब जानुपर्छ ल। हामी चाहिँ अब हिँडेको साथीहरू ल बराकोमा भेटौँ अब चाहिँ। हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि मेरो ब्लगमा तपाईँहरूलाई स्वागत छ है। अन्त सबैजनालाई ह्याप्पी दशहरा है। अन्त आज हामी चाहिँ टिका लाउनु जान आँटेको छु। हामी चाहिँ अब रेडी सेडी हुनुपर्ने छ नि त। म चाहिँ आज घरकै लुगामा भ्लग बनाउँदैछु है त। आजको मेरो भ्लग के कस्तो हुन्छ है हेरिदिनु सबैजनाले, मायादिनु। भाइ आज अब कहाँ जानु हुने सुन्नु न। मजा लागेन भने पैसा पाउँदैन टिका लाउँदा कसैले। बहिनीले चाहिँ मजा लगाइदिँदैछ, नानाले चाहिँ भाइलाई है। भाइ आज कहाँ जानु हुने टिका लाउनु? फर्स्टमा घरमा लाउनुहुन्छ है। है भाइ, भाइ यता हेर्नुहोस् न। हेलो भनिदिनुहोस्। हेलो, ह्याप्पी दशहरा भनिदिनुहोस् ह्याप्पी दशहरा सबैजनालाई भन्नु। सबैजनालाई। बहिनीले चाहिँ लगाइदिँदैछ भाइलाई जुत्ता है। अब भाइ कहाँ कहाँ जानुहुन्छ? बराकोतिर, बराकोमा है, अङ्कलकोमा है। हजुर भन। अब लागेको भाइ र म चाहिँ टिका लाउनु है। अन्त यहाँ एन्जल र बहिनी चाहिँ उता पुगिसक्यो। कहाँ पुगिसकेको नि आधी अघि हिँडेको उनीहरू चाहिँ। हामी चाहिँ बाइकमा जान आँटेको छु नि त। अघि हिँडिसके पर छ। हामी अब जानुपर्छ ल। हामी चाहिँ अब हिँडेको साथीहरू ल बराकोमा भेटौँ अब चाहिँ। अब बराको घर आइपुग्नै आँटिसकेको छु। हामी चाहिँ यहाँ यो बाटो आउनुपर्छ नि त। हामी चाहिँ हाम्रो घर चाहिँ पहिले यहीँ माथि थियो, अहिले हामी सरेर चाहिँ पारी छ है। माथिबाट नि आउँदैछ बहिनीहरू। हामी चाहिँ जाने आँटेको बिचरा गाई। हामी चाहिँ गाई भएकोमा गाई गोठ आइपुगिसकेको छु। ए हामी चाहिँ है एकदम गलिरहेको छु। भाइ आज मजा आउँदैछ? एकछिन न, भाउजूहरू माथि आउँदैछ है। को आउँदैछ भन त भाइ? लड्छौ हौ तिमी? हौरेको नक्कल पार्दैछ होइन? भाइ चाहिँ हिँड्दैछ है। आज चाहिँ जङ्गलको बाटो होइन, यो चाहिँ झार पोलाएर मात्रै हो है भाइ। यता पनि आउँदैछ दुईजना। हामी चाहिँ अब पुग्नै आँटेको छु माइला बराकोमा। हेर्नुहोस् साथीहरू है, हामी एकैचोटि तल गएर माइला बराकोमा भेट्ने छ। हामी चाहिँ बरा घर आइपुगिसकेको चाहिँ है। अब बरा तल हुनुहुन्छ अरे भन्नुहुँदैछ। हामी चाहिँ यहाँ हाम्रो माइला बराकोमा लगाइसकेर अब चाहिँ तल कान्छा अङ्कलकोमा जानुपर्ने छ। पहिला घर गएर है, यिनीहरू सबै जानेहरू नै हो, मिसहरू है। अब हामी गएर चाहिँ टिका लाउनु पर्ने छ। फेरि आज जति भिजाउँछ त्यति लाउने न। अब अरू चाहिँ जेठा बराकोमा चाहिँ भोलि एकैचोटि र अब चाहिँ रेनुलाई टिका लगाइदिँदैछ है त। हामी यहाँ सकेर फेरि तल जानु। कान्छा अङ्कलकोमा आएर टिका लाउन आँटिसकेको छौँ। कान्छा अङ्कल एकदम रेडी। हामी पनि अब लाउनु स्टार्ट भयो भन्दा हुन्छ। यहाँ आन्टी चाहिँ खाना बनाउनु हुँदैछ भर्खर है, स्टार्ट गर्नु हुँदैछ। यहाँ भित्र चाहिँ टिका लगाइछ। यहाँ पर पुरा मोबाइलको क्रेजी म्याडम चाहिँ यहाँ भर्खर टिका लगाइदिँदैछ है। हाम्रो चाहिँ यसो मैले चाहिँ भ्लग गर्नु पाएन नि त, आफ्नो चाहिँ म राम्रोसँग बोल्नु पनि पाएन है त आज चाहिँ है। तर यहाँबाट चाहिँ नभनी गएछ ओह्रालो है। जेठा पराकोमा हामी मात्रै भोलि टिका लाउने भयो। कप्टी गरेछ आज है। माथि नै आएको छैन हाम्रो म्याडम चाहिँ। माथि आएको छैन कि अलिक मोटी पनि भएछ। ठिकै छ, अलिकति त ठिकै छ अस्तिको भन्दा त। एकदम दामी देखिरहेछ काकालाई। फेरि यसै चाहिँ अब चाहिँ हाम्रो क्यामेराम्यान अङ्कल एकदम पोस्टमा रेडी। कोसँग छ आइफोन, त्यसले मात्रै खिच्ने।
चाहिँ यसो है हामी चाहिँ टिका लगाइसकेको छु भर्खर। अब हामी चाहिँ एकछिनमा जानुपर्ने छ फेरि घर है। आज निकै रात पनि परिसकेको छ हेर्नुहोस् है बाहिर सबैजना फोटो खिच्नेहरू मात्रै छ। अब झन् भोलि त अब के भन्नु फोटोको त बर्सात होला जस्तो लाग्दैछ भोलि त। बेहुलीसँग चाहिँ अब बर्सात हुने भयो भोलि। स्टार्ट भइसक्यो है अब टिका लाउनु चाहिँ बराले लगाइदिनु हुँदैछ। सन्देश दाउ क्यामेराम्यान एकदम यहाँ आइफोन म्यान आइफोन म्यान। यहाँ हाम्रो साथी है ए बहिनी क्युट न क्युट देखिरहेछ। सुसिना नाल त नचिन्ने झन् देखिरहेछ। खोइ सुषमा नाना त देख्दिनँ त। ए मलाई हिजो भन्दै थियो नि त आज आउँछ भनेर। बराकोमा चाहिँ ठुलो बराकोमा आज चाहिँ यहाँ अञ्जलीहरू चाहिँ आइपुगेछ भर्खर भन्दा 1 घन्टा जस्तो त भयो होला। टिका लगाइ चाहिँ भर्खर स्टार्ट हुँदैछ। अञ्जली हामी चाहिँ कति वर्षको बाद 2 वर्षको बाद भनौँ न यिनीहरू चाहिँ कति वर्षको बाद थाहा भएन है। हामी सबैजना अब बाबाले टिका लगाइदिनुहुन्छ भर्खर स्टार्टिङ चेलीकोबाट हुँदैछ। नाकमा पनि लगाइदियो बा बहिनीको त नाकमा पनि पस्यो तल। अलिक पुसिहाल्नु त अप्ठ्यारो भइसक्यो झुम्के जस्तो भयो। अनमोल दाजु हामी सुता 24 घन्टामा म सुतेको छैन त अनमोल दाजु सुतिरहेछ। अब चाहिँ ऊ हाम्रो के भन्नु अब सुन्दरीको हुँदैछ अब स्टार्ट। प्रणय त बोल्थे प्रणयले त भन्थे फङ्साईलाई सबै भन्थे। त्यही त नआउने अरे अबदेखि मन नजानु पर्ने अरे हामी पनि। त्यही त पाउने त्यसरी नआउनु पर्ने भने जान्नु पर्ने रहेछ नि त। दवा भाइ चाहिँ किन नआएको अन्त हाम्रो चाहिँ काइँली फुपूको टर्न आइसकेको छ। टर्न वाइस आज चाहिँ केटाहरूको टर्न आइसकेको छ है भर्खर स्टार्ट हुँदैछ। यस हाम्रो यहाँ ह्यान्डसमहरू यहाँ छ ह्यान्डसमहरूको टर्न आइसकेको छ है यहाँ चाहिँ। अब चाहिँ हाम्रो पुसैहरूको टर्न आइसकेको छ है। पुसै फुपू अन्त यहाँ काकीहरू काकीलाई चाहिँ अघि लगाइदिनु भएको छ। यो त यहाँबाट पनि राम्रै आएको छ नि उयो भएर कस्तो माया लाग्दो अब त लाउनु पर्दैन भनेर नि विचार कस्तो माया लाग्दो देखेँ कि मेरो नातिको पढाइ राम्रो हो शोकमा शोक सुर्ता नगर्नु यस्तै हो जिन्दगी सबैको यस्तै नै हुन्छ सधैँ एउटै बाटोमा सबै जानुपर्छ शोक सुर्ता नमान्नु आइन्दा हामी यसरी कहिले पनि कालो कैलोमा नभेटौँ यसरी सुखसँग हाम्रो पनि यसरी यी निधारमा दुध चामल दुबो सयपत्रीको
सबै हाम्रो पनि निधारमा सधैँ यसरी नै कासिरहनु पाओस्, सुख शान्तिले बाँच्नु पाओस्। 2 वर्ष त कालो भयो तर अब हाम्रो यसरी अन्धकार बस्नु हामी नपरोस्। के गर्नु, भाग्यले यस्तै हुन्छ। तिमीहरू दुःख नमान्नु, यसै जाने ठाउँ एउटै हो सबैको। यसरी नै सधैँ हामी यसरी सेतोमा मात्रै भेट्नु पाऊँ, सुख शान्तिमा बस्नु पाऊँ। 7 समुद्र जतिको लामो आयो सगरमाथा जस्तो लामो उच्च चोरी सत्तुर पारी सत्तुर छ भने सबै पैतालाको भएका हुन्छ। के हो दाजु जाने दाजु काकै अलिक भेट्छ म त प्रलित पैसा चाहिँदैन, पैसा चाहिँदैन तपाईँ टोपी लगा टोपी किन नभत्ती टोपी लगा सकेको पो रहेछ सक्यो मलाई दिने अरे डाइरेक्ट भाइ चङ्को रहेछ है। ल त हाम्रो अब टिकाहरू चाहिँ सबै सकिसकेको छ है। यहाँ सबैजना एकदम मजा आइरहेको छ, मजा आयो भनौँ न है। आजको हाम्रो लास्ट टिका आज चाहिँ हाम्रो अब प्रिमियर नाना र भेना मात्रै छ है। भोलिको अब आज लास्ट भन्नु सक्दिनँ, भोलि चाहिँ एकदम लास्ट हुनेछ। आज एकदमै मजा आयो है। फेरि पनि नेक्स्ट टाइम यसरी मनाउनु पाऊँ नेक्स्ट इयरमा। अब चाहिँ है हाम्रो फेरि पनि टिका स्टार्ट भइसकेको छ है। नाना अन्त भेना आउनु भएको छ है। यहाँ हुनुहुन्छ नाना भेना चाहिँ भर्खर आउनु भएको। लाइट पनि छैन आज हाम्रोमा चाहिँ। नाना भेना आएर नानी पनि त सानो कता गर्नु पर्यो यो त। भाइ भाइ सानो भाइ भाइलाई लु हाम्रो भाइलाई कोपा टिका लगाइदिन्छ। चुचु आम टिका लगाइदिमै लगा म ए चुचु टिका लगाइदिमै ल रेचे ल बुझेछ हाँस्दैछ। बुझ्यो भाइ मासु सकेको लगाइदैन हड्डी छिलो भाइ हेलो नानी सक्छ भन्